नमस्कार। अब आउने असार 7 गते रवि सप्तमी परेको छ। एक त 7 गते अर्को सप्तमी तिथि र शुक्र पनि शुक्ल पक्षको, जसले गर्दा यही दिन एकदमै शुभ दिन रहेको छ। यदि हजुरको कुण्डलीमा सूर्य ग्रह एकदमै कमजोर छ अनि अर्को कुरा यदि सूर्यको ग्रहको माला सचालिरहेको छ अथवा योनिमा पिङ्गला ग्रहको माला सचालेको छ भने यस दिन यी विभिन्न उपायहरू गर्दा तपाईँलाई धेरै राम्रो हुनेछ। यदि कुण्डलीमा सूर्य ग्रह कमजोर छ भने मान्छेको व्यक्तित्व कमजोर हुन्छ र व्यक्तित्व कमजोर हुनु भनेको तपाईको जीवनमा अरूको प्रयोग गर्नु र आफ्नो जीवनलाई नै एउटा दाउमा राख्नु हो र जीवनभर माथि चढ्न चाहिँ कहिले पनि सकिँदैन। जसले सधैँ थिचेर राखिरहेको हुन्छ। त्यसले गर्दाखेरि कुण्डलीमा सूर्य ग्रह कमजोर छ भने त्यसलाई बलियो बनाउन एकदमै जरुरी छ। त्यसले गर्दाखेरि एक दिन गरेको उपायहरूले पनि सूर्य ग्रह बलियो हुनु र शान्त हुनमा धेरै मद्दत गर्दछ। हेरौँ के गर्ने त। बिहान उठ्नुहोस्, स्नान गर्नुहोस्, शुद्ध हुनुहोस् अनि त्यसपछि सूर्यलाई अर्घ दिनुहोस्। सकेसम्म अर्घ दिँदा दही, रातो अबिर, त्यसपछि गएर केसरी, झौतिलानी, रातो फुल, दुबो र केही फल मिश्रण गरेर आफ्नो शिरमाथिबाट दिन सक्नुभयो भने धेरै उत्तम हुनेछ। त्यसपछि सूर्यलाई अर्घ दिइसकेपछि आफ्नो नित्य पूजा गर्नु र एक दिन सकुन्छ भने गाईलाई जे सकुन्छ खानेकुराहरू खुवाउनुहोस्। अझ सम्भव हुन्छ भने सक्खर र नुन खुवाउन चाहिँ नभुल्नुहोला। अर्को कुरा यदि जलमा चाहिँ तपाईँले चाहिँ सक्खर र गहुँ जल प्रवाह गरिदिनु भयो भने तपाईँको सूर्य ग्रह धेरै राम्रो हुन्छ र एउटा तामाको लोटा पनि। अनि सँगै यस दिन चाहिँ तपाईँले कुनै मन्दिरमा पुजारीलाई चाहिँ एउटा पहेँलो फर्सी अथवा फर्सी भनेको कबेली अनि 1 किलो सक्खर अथवा चिनी, नुन र रातो ओरेन्ज कलरको वस्त्र लगाएर दान गरिदिनु भयो भने तपाईँको सूर्य ग्रह पनि शान्ति हुनेछ। सकेसम्म पुजारीलाई नै दिनुहोला। यदि पुजारी भेट्न सम्भव छैन भने कुनै मन्दिरमा दिनुहोला, अन्त चाहिँ नदिनुहोला। र अर्को कुरा एक दिन जति सक्नुहुन्छ आदित्य स्तोत्रमहरू सुन्ने, सूर्य भजनहरू सुन्ने, सूर्य मन्त्रहरू सुनेर यस दिन यदि कुण्डलीमा सूर्य ग्रह कमजोर छ भने तपाईँहरू चाहिँ सकेसम्म व्रत बस्नुहोला र नुनको सेवन झुक्केर पनि नगर्नुहोला। बिहान बेलुका नै नुनको सेवन नगरिदिनुहोला। र यस दिन सूर्यको व्रत प्रारम्भ गर्न पनि शुभ मानिन्छ र यदि साङ्गे गर्न चाहन्छ भने पनि त्यो शुभ मानिनेछ। त्यसले गर्दाखेरि एक दिन जति तपाईँ सूर्यको भजन सुन्नुहुन्छ, जति आदित्य स्तोत्रमहरू सुन्नुहुन्छ, जति गाई र गाईलाई खानेकुरा खुवाउने, जलमा जल समान जल प्रवाह गर्ने र पुजारीमालाई दान गर्नुहुन्छ भने तपाईँको सूर्य ग्रह बलियो हुनुको साथै तपाईँको जीवनमा नयाँ किसिमको ऊर्जा प्राप्त भई जीवनमा सकारात्मक ऊर्जा प्राप्त हुनेछ। त्यसैले यदि सूर्य ग्रह कमजोर छ भने व्यक्तित्व जगाउन र व्यक्तित्व बनाउनको लागि चाहिँ सूर्य ग्रह बलियो गराउनु होला र यस दिन यी कार्यहरू गर्नु, जसले गर्दा तपाईँको जीवन सधैँ सुखमय र आनन्दमय र ऊर्जा प्राप्ति रहिरहोस्। राधे राधे।